सो हेलो एभ्रिवान, अहिले चाहिँ हामी कञ्चनजङ्घा साउथ बेस क्याम्प 4800 मिटरको उचाइमा छौँ र यो देखिएको चाहिँ ग्लेसियर हो, कञ्चनजङ्घा ग्लेसियर। राइट इन फ्रन्ट अफ मी इज द माइटी कञ्चनजङ्घा। र यसको बारेमा चाहिँ विशेष के छ भने यो साउथ साइडबाट चाहिँ तपाईँहरूले कञ्चनजङ्घाको 5वटा पिक छ, यो 5वटा चर्लक्कै देख्न सक्नुहुन्छ। र भर्खरै नेपाल गभर्मेन्टले यी 5वटा पिकलाई चाहिँ तपाईँको 8000 अग्लो छन्, यिनीहरूलाई फरक फरक हिमाल भनेर चाहिँ अब चढ्दाखेरि फाल्टै फाल्टै पर्मिट लिनुपर्ने नियम राखिदिएको छ। सो म तपाईँहरूलाई हिमाल चिनाउँछु। यो जुन देखिएको छ यो चाहिँ कञ्चनजङ्घा साउथ, यो कञ्चनजङ्घा सेन्ट्रल, यो कञ्चनजङ्घा मेन जुन चाहिँ 8586 मिटर छ, र यो यालुङकाङ भन्छ, कञ्चनजङ्घा वेस्ट पनि भन्छ, र यालुङकाङ वेस्ट यो अर्को हो। यी 5वटा चाहिँ के छन् भन्नुहुन्छ भने 8000 मिटर अग्लो हिमालहरू छन्। सो यो भ्यू चाहिँ तपाईँहरूले ल ओक्ताङ ठ्याक्कै भन्नुपर्दा चाहिँ यो अगाडि ध्वजा टाँगेको छ, साथीहरू त्यहाँ उभिरहेछन्।